के बाटो हो यस्तो बाटो के हो ल यस्तो बाटो के हो ल हेर्नु त बाटो सारा रा 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 सिरे रे रे छुँदैछ हामी आउँदा कच्ची थियो क्या यो बाटो है पोहोर साल त हो नि हामी आएको अझै पनि त्यो कालो पत्रो त लाउनै रहेछ ल त्यहाँको कस्तो राम्रो खेत हेर्नु त आहा मलाई पहाड देखेपछि त मलाई यति मन पर्दैन र यति मन पर्दैन ल हेर्नुहोस् साथीहरू यस्तो पहाडको बाटो है भिर भिर त्यो पनि ढुङ्गै ढुङ्गाको भिर माटोको भिर होइन पुरै ढुङ्गाको भिर त्यही पनि हेर्नुहोस् त ढुङ्गै ढुङ्गाको है भिर उता उता घरहरू रहेछन् गाउँले घर यस्तो गजबको इन्द्रेश्वर गाउँपालिका कल्याण गाइज हेर्न सक्नुहुन्छ अगाडि यही हो कुलेखानी जलविद्युत योजना भनेको कुलेखानी हो त्यहाँबाट खोलेपछि तलतिर पानी आउँछ अनि त्यसपछि तलतिर डाइनामो घुमाउँछले हेर्नु है गाइज क्या गजब रहेछ त्यसैको पुल हामी तर्दैछौँ कुलेखानीको पुल गाइज यति बेला हामी यहाँ पुगेका छौँ हेटौडा जाने क्रममा बिल्कुल चारैतिर पहाड छ रमणीय दृश्य छ यु क्यान सी हियर वाउ एकदमै गजब छ बस यहाँनिर आइपुगेका छौँ अब यहाँबाट अगाडि बढ्दैछौँ अब आधा घन्टा लगभगमा सायद हेटौडा पुगिन्छ जस्तो लाग्छ मलाई गाइस अब हामी यहाँबाट चाहिँ अगाडि बढ्दैछौँ बाटो यो हामी हेटौडा चढ्दैछौँ हेटौडा चढ्दाखेरिको बाटो हेर्नुहोस् त गाइज पुरा यहाँबाट यहीँ आइन्छ यहाँबाट यहीँ आइन्छ यहाँनिर यहाँ आइपुग्नलाई त भन्यो भने त हिँडेर चाँडै पुगिन्छ बरु है यस्तो तरिकाले यो बाटो बनिएको छ पुरालाई हेर्नुहोस् त गाइज कत्ल्याङ र खुर्लुङ बिल्कुल पहाडको यस्तो बाटो घुम्दै फिर्दै वहीँ गयो फेरि उहीँ आयो वहीँ गयो फेरि उहीँ गयो त्यसो गरी हामी बाटोबाट अगाडि बढ्दैछौँ गाइज बाँकी माथि आकाश सायद निलै छ जस्तो लाग्छ आकाश निलो छ 0.5 मा त पुरै मेरो आकाश अनि यो प्रकृतिको दृश्य भिर पाखा सबै देखिन्छ अनि बाटो फेरि एकपटक हेर्नु है गाइज हेर्नु बाटो यस्तो बाटो छ यस्तो बाटोबाट हामी अगाडि बढ्दैछौँ अब 39 किलोमिटर बाँकी छ जम्मा हेटौडाको लागि गाइज हेर्नु है मेरो दायाँतिर कस्तो छङ्गल चोर भिड छ सल्लाहको खाली यस्तो पाहाडमा पानी नै नरोक्ने ठाउँमा पनि हरियाली चाहिँ हुने क्या प्रकृतिको लीला पनि अपरम्पार छ गाइज
केही छ केही छ गए गाई यति बेला हामी यहाँ आइपुगेका छौँ गाडी यहाँ स्टे गरेर यो बस हेटौडा नजिक नजिक पुग्नै लागिसकेको छ अनि यहाँनिर चाहिँ यसरी पुरा गाजरै गाजर जता पनि गाजरै गाजर गाजरको खेती चाहिँ ज्यादा हुँदो रहेछ क्या होला हेर्नु गाइस यसरी यहाँ गाजर हुँदैछ गाजर मुला अन्य हुँदो रहेछ के अरे अब हामी खाजा पनि त्यही गाजरै प्रायः पाइएन कहीँ पनि गाइस हामी चाहिँ यहाँ नास्ताको लागि आइपुगेका छौँ हेर्नु है यस्ता छङ्गल छोर भिड छ त्यहाँ पुरा घुम्ते घुम्ते बाटो छ है र यहाँ चाहिँ अब हामी खाजा खानको लागि गाइस आइभन्दिनु के छ तर अगेन स्लाइड देखिरह होला गाइस तर केही छैन यहाँबाट यसो अलिकति खाजा खाएर फेरि हामी यहाँ तल तल निस्कनेछौँ हाम्रो खाजा चाहिँ यही हो खाजामा यो पनि छ है यो पनि छ है टेस्टी छ चना आलु मिक्स है आज चाहिँ खाजा यो चाउमिनभन्दा त यही नै ठिक छ हामीले नास्ता गरियो बिहान 9 बजे खाना खाएर काठमाडौँबाट हिँडेका थियौँ अब यहाँ आएर नास्ता चना र आलु खाइयो अब यहाँबाट फेरि हामी हेटौडाको लागि निक्लिँदैछौँ Hetauda Industrial District Management Office head, Hetauda Industrial Area may be closed today. यो अङ्ग्रेजी नानीले नि के भन्छन् र साथीहरू बाटो सिलिलिलिलि आयो बाटो अब पहाड झरियो अब 400 तिर लाग्यो अब केही क्षणमा हामी 24 किलोमिटर अझै 24 किलोमिटर छ हेटौडा पुग्छौँ अझै 43 मिनट लाग्छ त्यसपछि हेटौडाको मिटिङ गरेर हामी फेरि घारी बथानको मिटिङको लागि निस्कन्छौँ पाङ्ग्रेटार आयो यो ठाउँको नाम चाहिँ पाङ्ग्रेटार रहेछ फुल रहेछ फुल गजबको फुल रहेछ माथि यस्तो डाँडाकाँडा छ अनि त्यहाँबाट फेरि यता तल फेदीमा चाहिँ यो पुलको दृश्य छ ए पुल हजुरहरूले देख्न सक्नुहुन्छ पुल तर्दै गर्दा डाँडाकाँडा पहाड निलो आकाशको साथमा हरियो वन जङ्गल पनि देखिरहेछ हजुरहरूले देख्न सक्नुहुन्छ कुलेखानी केन्द्र यहाँ रहेछ कुलेखानी केन्द्र भनेपछि हाम्रो धोरसिङ यो ठाउँको नाम धोरसिङ रहेछ धोरसिङ In 200 meters, turn left to stay on Hetauda. अब लेडिजले गर्न नसक्ने केही पनि छैन Sisneri, Faping Road. सिस्नेरी फाफिङ रोड भन्छन् त यी मुइयाले त Turn left to stay on Hetauda, Kulekhani Road, Kulekhani, खुलेखानी रोड सिस्नेरी फाफिङ रोड भन्छन् हेर्नुहोस् त ए गोल्पिङ बेसी सहर भन्यो यो पुल आयो फेरि अनि त्यसपछि पुलपछि जङ्गलमै फुल आयो हेर्नुहोस् फुलपछि अब यहाँ गोल्पिङ हजुरले देख्न सक्नुहुन्छ गोल्पिङ यतातिर पोल्पिङ गाइज अगाडि देख्न सक्नुहुन्छ शानदार कति लामो झुलुङ्गे पनि यो जान चाहिँ कहाँबाट कहाँ गएको त भने हौ माथि पनि निक्लिएको छ त वाउ अब मेरो राइट साइडमा देख्न सक्नुहुन्छ मेरो दायाँ हातमा वाउ गजबको झोलिङ्गो पुल छ माथि सूर्य भगवान वाउ गाइज ल्याउनु है क्या गजब छ